प्राइस रेट चाहिँ लास्टमा राख्नुपर्छ कि आई ट्राई टु अभोइड एजेन्सिज तपाईँको पडकास्टमा अहिले कतिवटा स्पोन्सर छ आई प्रेफर नेपाली ब्रान्ड मोर कोही सिमेन्टको स्पोन्सर ल्याउनेवाला छैन म कुनै फलामे छडको ल्याउनेवाला छैन प्रोडक्ट ब्लेन्ड गर्ने हो फ्यात्त देखाउने चाहिँ होइन हामी कता जाउँ भन्दाखेरि पैसातिर जाउँ कति भनेर सोध्दिनँ म सोर्सेस अफ रेभेन्यू के हो आउट अफ पडकास्ट तपाईँहरूको दाइबाटै सुरु गर मेरो त गुगल एड्स मात्र ओके टाइम एन्ड अगेन बिचमा कहिले काहीँ चाहिँ अरू स्पोन्सर्सहरू आउँछन् तर अदर देन द्याट गुगल एड्स मात्र ओके एडसेन्स राम्रै छ दियोस् डिसेन्ट नाइस दाइको आई थिङ्क यहाँ भन्न मिल्ने चिजहरू धेरै चिजहरू छ एडसेन्स मात्र तपाईँको एउटा सोर्स अफ रेभेन्यू होइन मल्टिपल सोर्सेस छ हाइब्रिड मोडल छ मेरो वाउ थ्याङ्क यू फर द वर्ड सो के मेथड छ त पडकास्टबाट पैसा कमाउने तपाईँ यस्तो गरौँ न के मेथड छ भन्दा नि तपाईँले के मेथडहरू अप्लाई गरिरहनु भएको छ अब सेन्स यस्तो गरौँ न नेपालको हाइएस्टबाट लोएस्टसम्म जाउँ तपाईँको मल्टिपल छ नि त सो हाइएस्टबाट लोएस्ट अमाउन्ट वाइज प्लेसमेन्ट वाइज के गर्नुहुन्छ अलिकति भूमिका चाहिँ बाँच्छु हुन्छ प्लिज टेक इट अनि कस्तो हुन्छ भने सेन्स हाम्रो एडसेन्सको अब युएसमा एकजनाले हालेर 1 लाख भ्युज पाउनु र हामीले 1 लाख भ्युज पाउनुमा रेभेन्यूको डिफरेन्स छ होइन सो त्यसलाई क्रप गर्नको लागि चाहिँ मैले यो हाइब्रिड मोडल किन गरेँ भने सेन्स आई वर्क इन टिभी मलाई त्यो कन्सेप्ट आएको थियो वीएक्समा पनि दे वाज अ स्पोन्सर होइन त्यो भएपछि के हुन्छ नि एउटा एक्स्ट्रा फन्डिङ आउँछ कि त्यसले गर्दाखेरि एउटा स्पोन्सर आउँछ र मैले गरिरहेको कुरामा उहाँको नाम जोडिन्छ उहाँको प्रसङ्ग उठ्छ भने उहाँलाई पनि फाइदा हो इट्स अ टु वे थिङ युट्युब रेभेन्यू चाहिँ मैले अलिकति त्यो सेकेन्डरी सोर्स अफ इन्कममा राखिदिएको छु कि होइन मेरो मेन फोकस चाहिँ मेरो सोमा हुने कुरा र मलाई के मन लाग्छ भने द्याट इज माई मेजर वान होइन माई स्पोन्सर्स अहिले उम्रो हुनुहुन्छ मसँग है सो त्यो हिसाबले द्याट इज माई मेजर वान त्यसै गरी अब रिलेटेबल प्रोडक्ट के म कोही सिमेन्टको स्पोन्सर ल्याउनेवाला छैन है म कुनै फलामे छडको ल्याउनेवाला छैन बरु अगरबत्ती ल्याउनु लागे टक्क बालेर कुरा हार्नु मिल्यो नि त होइन रिलेटेबल प्रोडक्ट कफी छ मसँग काठमाडौँ कफी एन्ड कन्भर्सेसन हो कि खास भन्ने सबभन्दा दामी माइलेज कफीलाई हो कि है रिलेटेबल प्रोडक्टहरू हुन सक्यो एनर्जी ड्रिङ्क हुन सक्ला के हुन सक्ला म चाहिँ त्यो रिलेसनमा जान खोज्छु कि टाइम लाग्छ मलाई गाह्रो छ तर वान्स इट ह्यापन्स एकचोटि मेरो कुरा उहाँले बुझ्नु भएपछि पुग्यो कि मैले धेरै कन्भिन्स गर्नै पर्दैन कि र जब अर्गनाइजेसनको म टप मान्छे भेट्छु नि त होइन एचओडीहरू भेट्छु उहाँहरूले बुझिसकेका हुन्छ कि एक त त्यो मेरो पनि नामले गरेर प्लस च्यानलले गरेर र अर्को के रहेछ सुशान्त भन न जुन हामीले कन्सिस्टेन्सी दिएको छ नि किनभने धेरै आयो गयो नि त पडकास्ट गर्नु कोही सेलिब्रिटिजहरूले नि सुरु गर्नुभयो तर कन्सिस्टेन्सी दिएको छ नि त्यहाँबाट चाहिँ मान्छेले विश्वास बिल्ड गर्दो रहेछ क्या तिम्रै च्यानलमा एक बेला तिमी कति ग्याप गर्थ्यौ र अहिलेको तिम्रो इमेज हेर न कम टु द रेस वान्स अगेन भयो नि त सो रेभेन्यूको लागि चाहिँ आई डिपेन्ड अपन अल ब्रान्ड्स र आई प्रेफर नेपाली ब्रान्ड मोर होइन त्यसले गर्दाखेरि चाहिँ त्यो चिनजना पाइपलाइनमा हुन्छ अब एउटा सो छ त्यसको लागि एउटा वालेट कम्पनीसँग कुरा गर्नु छ म 2-3टामा जान्छु जसले गऱ्यो उसको नाफा हो क्या प्रेजेन्ट गर्न त मलाई आउँछ तर ह्याभिङ सेड द्याट म के भन्छु भने प्रोडक्ट ब्लेन्ड गर्ने हो फ्यात्त देखाउने चाहिँ होइन चाहिँ म भन्छु अब यही कुरामा अब यो क्रिएटरको टाइम होस् एभ्री वान इज अ क्रिएटर तर क्रिएटरहरूलाई के थाहा छैन भन्दाखेरि तपाईँसँग भएको नलेज छैन कि जस्तै टाइटल स्पोन्सरसिप हुन्छ होला त्यसपछि अरू के फर्मेट्सहरू हुन्छ जुन चाहिँ पडकास्टमा ठ्याक्क ब्लेन्ड इन गर्न मिल्छ तपाईँले कसरी ब्लेन्ड इन गरिरहनु भएको छ मलाई सर भनिदिनु यसको लागि हेर्नु मैले ब्याचलर सकाएको 12 वर्ष भयो भनेको मेरो 12 वर्ष अगाडिको नलेज थियो कि त्यो नलेजलाई मैले कसरी चेन्ज गरेर लान्छु भने मैले देख्छु नि कुनै इभेन्टको आजकल त मोबिलिटी पार्टनर भनेर राइड सेयरिङ आउँछ जे पनि नाम राख्न मिल्यो कि क्रिएटिभिटी त्यहाँ छ क्या इफ आई गेट एन एनर्जी ड्रिङ्क एनर्जी पार्टनर हालिदिन मिल्यो मैले होइन इफ देज ल भनौँ न के त्यही अनुसारको के होइन कन्भर्सेसन पार्टनर भने मैले कफी राख्न मिल्यो 100वटा राख्न मिल्यो क्या यु हेभ टु बी क्रिएटिभ नि त त्यसको लागि कन्टेन्ट क्रिएसनमा त क्रिएटिभिटी त मेन पार्ट हो तपाईँको पडकास्टमा अहिले कतिवटा स्पोन्सर छन् मसँग टाइटलमा उम्रो छ विच इज अ स्पोर्ट्स ब्रान्ड वर्ल्ड रिनाउन्ड ब्रान्ड हो होइन त्यसपछि त्यो स्पोर्ट्सको त्यहाँ लिङ्क भइहाल्यो त्यसपछि मसँग सपोर्टेड बाई भनौँ अथवा कन्भर्सेसन पार्टनर भनौँ काठमाडौँ कफी छ अनि इन्टरनेट पार्टनर हुनुहुन्छ डिसोम हुनुहुन्छ होइन सो यस्तो कुराहरूले चाहिँ मलाई इजी बनाएको छ कि मैले क्याटेगोराइज गर्दै छु इफ न्यू प्रोडक्ट कम्स मलाई के फिल हुन्छ कि ओके दिस म्याचेस है मिल्यो है भन्दाखेरि चाहिँ म गर्छु कि अब है एकचोटि फेरि सोधेँ अब अम्ब्रो टाइटल स्पोन्सरसिप अम्ब्रोले टाइटल स्पोन्सरसिप पाएको छ भने अम्ब्रोको प्लेसमेन्ट कसरी गरिदिरहनु भएको छ तपाईँले अम्ब्रोको लागि मैले के गरिरहेको छु नि एउटा मैले प्रप लोगो डिस्प्ले गरेको छु होइन र अर्को चाहिँ उहाँहरूले मलाई बेला बेलामा लुगा पठाउनुहुन्छ त्यो भन्दा पनि अझ अर्ग्यानिक गरौँ न भयो कि मलाई सो वाट आई डिड वाज मैले उम्रोलाई भनेर ओरिजिनल्स बाहिरबाट उम्रोको आइकोनिक जर्सीहरू मगाएँ क्या वाह
इङ्ल्यान्डको थियो होइन, ब्राजिलको थियो, इन्टर मिलानको छ मसँग एउटा, त्यसरी छ कि भनेपछि अब त्यो क्या अर्ग्यानिक देख्यो कि जब मलाई देखाउँछ यहाँ लोगो देखिरहेछ त्यो कुरा। सो त्यसरी चाहिँ मैले ब्लेन्ड गरेको छु। अनि भिडियोको बिचमा दिस कम्स अ पार्ट जहाँ चाहिँ मैले चाहिँ अब उम्रो खास भाटबटिनीले प्रोभाइड गरेर हो कन्ज्युमर्सलाई। सो सबै आउटलेटमा चाहिँ छैन क्या, त त्यो थाहा दिनु त पर्यो नि त। कुरा गर्दै जाँदाखेरि न्यारो डाउन गरे हो क्या। सो यो ठाउँमा पाउँछ नि त भनेर मलाई आलोकले भनेपछि चाहिँ ल ओके यो भनेर एउटा भिडियो बनाएको छ क्या। सो अब त्यसमा पनि इम्प्रोभाइज गर्दैछु। अब गएर म पसलमै भाटबटिनी नै गएर जुत्ता देखाएर लुगासुगा देखाएर यो पाउँछ है भन्न मिल्यो नि त। सो त्यसरी ब्लेन्ड गरिदिने हो। त्यो एउटा भयो होइन। यो किन गर्न खोजिरहेको भन्दाखेरि सर्फेसियल यो चिज भन्यो भने मात्र थाहा हुँदैन कि। अब तपाईँले यो चिज अब अम्रो भयो त्यसपछि काठमाडौँ कफीलाई कसरी इन्टिग्रेट गरिरहनु भएको छ? रमाइलो कुरा है, उम्रोको प्रसङ्गै उठ्दैन कि सोमा, प्रसङ्गै उठ्दैन। देख्नेले देख्छ कस्तो इम्प्याक्ट पर्छ क्या देखेर पनि। काठमाडौँ कफीको पहिलो कुरा इम्प्याक्ट भने कपमा टक्क काठमाडौँ कफीकै कप छ मसँग। हामीले किन्ने मगमा छापेको मगमा राख्दिनँ, देख्नु पर्यो नि त। उनीहरूको पनि राम्रो ब्रान्ड चट्ट परेको कफी मग हुन्छ, मगमा नाम आयो। समटाइम्स आई स्टार्ट द कन्भर्सेसन मेकिङ अ कफी। अहिले उहाँहरूले एउटा त्यो मैले भनेको थिएँ नि अघि एक्सप्रेसो सट्स बनाउनु भएको छ कि स्ट्रिपमा हुन्छ होइन। सो इफ युआर अन द गो कहिले खाना भ्याउँदैन नि त। सुशान्त एकदम कफी लभर सट्टै निकाल्यो, सर खायो, प्याकेट डस्टबिनमा फाल्यो, हिँड्यो, काममा लागिसक्यो कफीको क्याफिन त्यहाँ। सो त्यो कुराहरू अब अस्ति यो ललितपुरको गोलकिपर आएको थियो जेफ्री बाल्टस। आई स्टार्टेड इट बाई इन्ट्रोड्युसिङ द कफी एन्ड मेकिङ अ कफी फर हिम। त्यो तातो पानीसँग खान्छ कि चिसो पानी, त्यसको प्रसङ्ग त्यहाँ आयो होइन। सो अब कुरा गर्दै मसँग कन्सल्टेन्सी थियो पहिला हाम्रो स्वप्निल दाईको एडुक्वेस्ट होइन, राम्रो सपोर्ट गर्नु हो दाईहरूले। सो कुरा गर्दै जाँदाखेरि चाहिँ अनि पढ्न जान कति खेलाडीले चाहिँ पढ्न मन छ भन्दाखेरि पढ्नलाई त एजुकेसनको लागि त यु निड टु गो अब्रोड कहाँ के छ भन्दाखेरि अनि अडियन्सलाई भन्न मिल्यो त्यहाँ एडुक्वेस्ट छ त हाम्रो पार्टनर, ब्लेन्ड गर्ने हो कि। ओके, अब यो ब्लेन्ड त भयो होइन तपाईँ, तर तपाईँ यहाँसम्म पुग्नको लागि यो चिज त ब्रान्डलाई कम्युनिकेट गर्नु पर्यो होला नि त। सो हाउ डु यु कम्युनिकेट दिज थिङ्स टु द ब्रान्ड? मेरो चाहिँ एउटा कस्तो बानी छ भने आई स्ट्रेटली गो एन्ड मिट द ब्रान्ड हेड्स। आई ट्राई टु अभोइड एजेन्सिज होइन, किनभने उहाँहरूलाई पनि समस्या छ क्या, बिकज दे आर द मेन लिङ्क नि त। अब कतिवटा कुरा एजेन्सीमा के हुन्छ भने एजेन्सीले एउटा कुरा प्लान गर्यो, एक हप्तामा एक्जिक्युट गरिसक्नु परेछ पल्स मार्केटिङ के, तर त्यो कुरा कम्पनीबाट रिप्लाई आउँदाखेरि 1 महिना भइसक्छ। सो त्यो प्रोजेक्ट इज क्यान्सल्ड। म 3-4वटा मिटिङ गएको छु लास्ट इयरै, यो वर्षभरि भनौँ न। अनि कति कुरा ल हुने नै भइसकेर आई हेभ नट इभन गट अ कल आफ्टर द्याट के। सो आई ट्राई टु अभोइड एजेन्सिज बिकज मेरो पिआर छ नि त, रिलेसन राम्रो छ। बट फर स्टार्टर्स यु क्यान गो फर एजेन्सिज। उहाँहरूले सपोर्ट चाहिँ गर्नु। एजेन्सिजहरुमा कसरी जाने त? एजेन्सिजमा जानको लागि यु निड टु डु रिसर्च, फाइन्ड आउट कहाँ को हुनुहुन्छ, कुन पोजिसनमा को हुनुहुन्छ। जस्तै यसको लागि डकुमेन्टेसन केही प्रिपेयर गर्नुपर्छ होला नि? यस, प्रपोजल चाहिँ रेडी नै राख्नु पर्यो। त्यहाँबाट जाउँ। ओके, जस्तै के चाहिन्छ? प्रपोजल रेडी नै राख्नु पर्यो। के हुनु पर्यो प्रपोजलमा? प्रपोजलमा तपाईको कम्पनीको इन्ट्रोडक्सन हुनु पर्यो, अथवा तपाईको शोको कन्टेन्टको इन्ट्रोडक्सन हुनु पर्यो, च्यानलको इन्साइट्स हुनु पर्यो, अनि त्यसपछि के गरिरहेको मिसन भिजन अलिकति हाल्दै भयो। प्राइस रेट चाहिँ लास्टमा राख्नुपर्छ के होइन। एउटा तर त्यो प्रपोजल पनि कस्तो होस् नि, एउटा स्टोरी बिल्ड होस् कि, त्यो मान्छे 1 लाइन पढेर ग्राब होस् कि, त्यो फर्स्टको 2 लाइनलाई म्याटर गर्छ कि होइन। अझ म चाहिँ के भन्छु भने अलिकति राम्रो प्रोडक्सन हाउस छ भने, त्यसलाई चाहिँ प्याराडाइममा मैले भिडियो प्रपोजल बनाउन लाग्थेँ कि, प्रोडक्सन हाउस हो हामी किन पेपरमा बनाइरहेको, भिडियोमा हेर्न नि मजा आयो नि त। 1 मिनटको प्रपोजल के ब्रो, त्यसमा रेट्स पनि छ, त्यसमा इन्साइट्स पनि छ, त्यसमा अनि के हुन्छ भने प्रपोजल एउटालाई पठायो 1 महिनापछि अर्कोलाई पठाउँदा त्यही चेन्ज गरेर पठाउँछौ नि त इन्साइट चेन्ज भइसक्यो हुन्छ क्या। त्यो कम्प्युटरमा गरिरहन झर्को लाग्छ। अब त्यहाँ के गरिदिने भने भोइस ओभर चेन्ज गरिदिने हो कि, सच्च धेरै टिप्यो रफमा भोइस ओभर चेन्ज गर्दै फाल्दियो। सो प्रपोजल चाहियो, त्यसमा के चिज चाहियो? च्यानलको बारेमा, च्यानल इन्ट्रोडक्सन, होस्ट इन्ट्रोडक्सन पर्यो भने टिमको बारे चाहियो। जस्तो मेरो त मेरो मजाको कार्यालय र म मिलेर गरेर आउँ त। सो टिमको इन्ट्रोडक्सन चाहिँ के गरेछ त उनीहरूले, त्यो कुराहरू चाहियो। द्याट इमेज बनाउने हो क्या एउटा। त्यसपछि यु निड टु सो इन्साइट्स, कतिवटा भिडियो आएको छ होइन, कतिवटा अपलोड भएको छ, त्यस्तो कुराहरू चाहियो। सब्सक्राइबर्स काउन्ट, एज ग्रुपहरूको कुरा युट्युबमै छ क्या सबै होइन। त्यही निकाल्न सक्यो त्यो निकालेर। तर मैले भन्न खोजेको बेसिक चिजहरू चाहिँ के चाहियो भने एज ग्रुप चाहियो, जेन्डर चाहियो होला, अरू के कुराहरू चाहियो? लोकेसन होला, लोकेसन, यस, जियोग्राफिकल लोकेसन चाहियो, सब्सक्राइबर्स काउन्ट
होइन मैले सुरु गर्दाखेरि मलाई गाह्रो हुन्थ्यो अहिले म अलिकति ढुक्क भएको छु Okay. 25,000 पुगेको छ अनि त्यसले त्यसपछि गर्दा त्यसपछि मेबी टाइटल स्पोन्सरसिप यो हो अनि टाइटल स्पोन्सरसिपमा के चिजहरू पाइन्छ भन्ने कुराहरू रेट चाहिँ फेरि लास्टमा है अब तिमीले अघि भनेपछि चाहिँ है सो आफ्टर त्यो इन्ट्रोडक्सन चाहिँ त्यो इन्साइट तल आउँछ त्यसपछि चाहिँ हामीले यो कुराहरू राख्न मिल्यो के स्पट्स अभाइलेबल छ त टाइटल छ 5वटा बनाउँ न त पहिला एउटा टाइटल भयो त्यसपछि अर्को को स्पोन्सर्ड बाई अनि सपोर्टेड बाईमा 3टा हाल्न मिल्यो को स्पोन्सर्डमा 2टा हाल्न मिल्यो होइन धेरै पनि नहालौँ सबैले केही न केही भ्यालु चाहिँ पाउनु पर्यो होइन सो त्यो विषयमा चाहिँ के भन्छ एउटा एस्टन ब्यान्ड हुन्छ होइन अर्को एल ब्यान्ड हुन्छ कि हामीले फुटबलहरू हेर्दाखेरि स्क्रिनको साइडमा यस्तो स्क्रिन सिङ्क भएर आउँछ नि त्यो झन् इफेक्टिभ हुन्छ म चाहिँ त्यसको रेट अहिले हायरै गर्छु एस्टन ब्यान्ड चाहिँ म मजाले दिन्छु क्या होइन अनि एल ब्यान्डको चाहिँ अलिकति एक्सपेन्सिभ हुँदैन ठ्याक्कै अटेन्सन लिइदिन्छ क्या काम गर्दा गर्दा हेरेर चाहिँ के भयो स्क्रिनमा भन्ने हुन्छ क्या सो अनि बनाउनु पनि गाह्रो छ त्यो एनिमेसनै छुट्टै गर्नु पर्यो नि त यसलाई सानो बनाएर दुनियाँ दिवाना होइन सो त्यो हिसाबले हुनु पर्यो सो एउटा सोको लागि 5 देखि 8वटा त प्लेसमेन्ट गर्न मिल्यो क्या 5 देखि 8वटा ब्रान्ड्सहरूलाई यो एकदम इन्साइटफुल थियो सिम्पल कुनै एउटा स्टार्टअप छ अरे होइन भनौँ न त्यो यस्तो उनले बुनेर के बनाउँछ नि डल लेट्स से उहाँहरूको होइन कुनै आइएनजिओको छ त्यो अन्डर प्रिभिलेजलाई राखेर बनाएको हुन्छ सो वाट आई क्यान डु इज फर अ स्मल अमाउन्ट अफ मनी बरु के गर्दिन मिल्यो भने गेस्टलाई गिफ्ट दिदिन मिल्यो अनि अब हेरिकन अझ कोहीलाई अलिकति उनै छ भने म त रेडी टु डु इट फर फ्री तर नेपाली ब्रान्ड हुनु पर्यो एथिक्सको कुरा आफ्नो होइन गर्न धेरै कुरा मिल्छ क्या यो एकदम इन्साइटफुल थियो थ्याङ्क यू सो मच कोहीसँग बाटर पनि गर्न मिल्यो जस्तै इन्टरनेट बाटर गर्न मिल्यो होइन इन्टरनेट किन अपलोडदेखि लिएर एडिटको लागि हामी प्रोडक्सनहरू कस्तो चाहिने कुरा हो कि सो कति कुरा बाटर पनि गर्न मिल्छ